पछि हामी यहाँ आउँदाखेरि तपाईको हामीले केही क्यासहरु फेला पारेछौं र यहाँ 437 वटा तपाईको पासवर्डहरु पनि छन् यहाँ। तपाईहरुलाई म यहीबाट के भन्न चाहन्छु भने यो जति पनि यो तपाईको वैदेशिक रोजगारको लागि जाने मान्छेहरु हुनुहुन्छ तपाईहरु अब यसको लागि धेरै आत्तिनु पर्दैन। जस तपाईहरु कहीं केही ठगी भएको छ भने हामीलाई तुरुन्तै इमिडिएटली सम्पर्क गर्नु होला। हाम्रो सचिवालयको नम्बर एक्टिभ नै हुन्छ, तपाईको 24 आवर नै हुन्छ। हामी त्यहाँ मन्त्रालयमा हुँदै गर्दाखेरि हामीलाई पीएम अफिसबाट फोन आयो हैन। हाम्रो पीएम अफिसमा एउटा कम्प्लेन रहेछ ने मान्छेको, उहाँ मलेसियाको लागि यही ओभरसिजबाट अप्लाई गर्नु भयो सेक्युरिटी गार्डको लागि। खासमा तपाईको मलेसिया जानलाई पैसा पर्दैन, तपाईको त्यो 10,000 कति रहेछ वैदेशिक त्यो रहेछ खर्च। अनि उहाँसँग 2,75,000 रुपैयाँ माग्या रहेछ। अनि त्यसपछि त्यो कम्प्लेन हाम्रो पीएमओ अफिसमा गइसकेपछि हाम्रो कम्प्लेन तपाईको ठ्याक्कै यता श्रम मन्त्रीजीकोमा आउनुभयो। अनि श्रम मन्त्रीजीले त्यसपछि वैदेशिक रोजगार विभागमा फोन गरेर त्यहाँबाट चिठी बनाएर अनि आफ्नो सचिवालयको सोक्यहरूलाई भनेर तपाईले हामीलाई चाहिँ यता पठाउनु भएको छ अनुगमनमा। हामी यहाँ आइसकेपछि हामीले यहाँ फेला परेको तपाईको 437 वटा पासपोर्ट अनि तपाईको 7,90,000 क्याश रहेछ, जुन क्याशको रिसिप्ट छैन उहाँहरुसँग। अनि त्यो पासपोर्टहरु पायौं हामी यता पीएमओबाट। हाम्रो त्यो कम्प्लेन आइसकेपछि हाम्रो श्रम मन्त्रीजीको कडा निर्देशनमा हामीले यता अहिले अपरेसन गरिरहेछौं। अब के हुन्छ, हामी अब यो के भन्छ तपाईको यो मेन पावरलाई हामीले के भन्छ अहिले सिल गर्छौं। अनि जो भिक्टिम जसको नम्बर रहेछ उहाँमाथि अहिले हामी अनुसन्धान गर्छौं। तपाईको यही मिडियाबाट हामी त्यस्ता मेन पावरहरुलाई के खबरदारी गराउन चाहन्छौं भने हामी सुतेका छैनौं। हामी भनेको अहिले बालेन सरकारको नेतृत्वमा हामी यहाँ बसिरहेका छौं। जस्तो कडा तपाईको अहिले हाम्रो पीएमओ हुनुहुन्छ त्यस्तै कडा हाम्रो श्रम मन्त्रीजी पनि हुनुहुन्छ र त्यस्तै हाम्रो टिमहरु पनि छन्। हामी त्यो कसै मान्छेबाट डराउने यताउति गर्ने हाम्रो के पनि हुँदैन। हामी जनताको गुनासो 24 घण्टा जुनसुकै बेला हामीलाई के भन्छ जनताबाट गुनासो आयो फोन आयो भने हामी एक्सनमा ओर्लिन तयार छौं र हामी पुग्छौं। हामी अन द स्पोट एक्सनमै जान्छौं हामी कि। म अहिले यही अपरेसनबाट सबै त्यो मेन पावर र के भन्छ ओभरसिजहरुलाई के खबरदारी गराउन चाहन्छु भने तपाईहरु जुन ऐन नियम छ त्यही नियममा चल्दिनुस्। किनभने यदि तपाईहरु त्यस्तो अपराधमा फस्नु भयो भने हामी त्यो तपाईको त्यो हेर्नेवाला केही छैनौं। हामी सिधै तपाईको त्यो ओभरसिज खारिज गर्ने पक्षमै जान्छौं।